राजन दाई नमस्कार। राजन दाई अनि तपाईँ यस्तो कति एज हुनु तपाईँ अहिले? म अहिले 43। अहिले पनि तपाईँ रनिङ गर्नुहुन्छ है? म गर्छु। अनि तपाईँ एउटा विद्यार्थीको लागि युवाहरूको लागि एउटा प्रेरणाको स्रोत हुनुहुन्छ क्या। मलाई अस्ति तपाईँसँग इन्टरभ्यू लिन मन लागेको थियो। विशेष गरी अनि तपाईँ हजुर भन्नु न। म इन्डियन आर्मी हो। हजुर म एक्सर्साइज गर्छु नि, राम्रोसँग गर्छु। आर्मीबाट रिटायर पनि भयो। तर विशेष गरी अहिलेको युवाहरूलाई विद्यार्थीहरूलाई नि भनौँ, घरमा बसेर रातभरि गेम खेलेर दिनभरि सुत्ने यो जुन वातावरण छ, यसलाई हटाउनु पऱ्यो। बच्चाहरूले पनि बिहान एक्सर्साइज गर्नु पऱ्यो। यो बिहानको जुन स्वच्छ हावाहरू लिनु पऱ्यो, शरीरको लागि फाइदा हुन्छ। ब्रिथिङ एक्सर्साइज पनि सास फेर्ने पनि एक्सर्साइज हुन्छ होइन? हरेक चिज हुन्छ यसमा चाहिँ, धेरै एक्सर्साइजहरू हुन्छ। यो एक्सर्साइजको विषयमा जानकारीको लागि कुनै बेला टाइम पाएको बेला म भनौँला। अहिले चाहिँ म रनिङमा छु। फेरि पनि अहिलेको जुन यो समय हामीले हरेक चिज खाइन्छ। अहिलेको भनौँ न, जङ्क फ्रुटहरू भयो, विषादी चिजहरू खाइन्छ। यसलाई चाहिँ बिहान हामीले रनिङ गऱ्यौँ भने हरेक चिजलाई फाइदा, फोक्सोलाई फाइदा, शरीरलाई फाइदा। जस्तै रनिङ गरेर कुद्यो भने सास, हाम्रो प्रश्वास हुन्छ, त्यसले चाहिँ विशेष गरी फोक्सोलाई फाइदा। शरीरभित्रको टक्सिन निस्किने भयो होइन? सबै पसिनाहरू चाहिँ हामीले जुन दिनभरि गरेको कार्यक्रम, रातभरि सुतेको जुन हाम्रो मैलाहरू हुन्छ, त्यो चाहिँ हाम्रो मसिनो पुवालहरूबाट चाहिँ पसिनासँग फाल्न सक्यो भने हाम्रो शरीर चाहिँ स्वास्थ्य हुन्छ भन्न चाहन्छ है। किडनी जस्तो तेस्रो एउटा छाला चाहिँ तेस्रो किडनी भन्छ होइन? पसिना निकालेर त्यो निकालेर किडनीलाई पनि फाइदा हुन्छ। किनभने हामी रनिङ गरेपछि हाम्रो जुन फोक्सो हुन्छ मान्छेको, जस्तो हामीले बेलुन खेलाए जस्तो फोक्सो चाहिँ एकदम अप एन्ड डाउन छिटो छिटो भएको हुनुको कारणले यो कुद्दाखेरि चाहिँ फोक्सोलाई सबभन्दा विशेष फाइदा हो। त्यो चाहिँ अप एन्ड डाउन छिटो हुन्छ र त्यसले चाहिँ श्वासलाई पनि काम गर्छ है त। हस् दाइ, धन्यवाद छ। यस चाइनाको पढाइ जस्तो तपाईँ हरेक विद्यालयले होइन अब यो खेलकुदहरूमा डान्स गर्नुपर्छ होइन? अनि तपाईँ चाहिँ प्रेरणाको स्रोत हुनुभयो यो एथलेटिक्समा, गेम्समा। मलाई तपाईँले मन लागेको थियो। धन्यवाद, राम दिनुभयो डिस्टर्ब गरेको साथीलाई। हस् हुन्छ। आदरणीय दर्शक बिनीहरू, हामी रनिङ गर्दै हिँड्दैछौँ र हामीले हाम्रो राजन दाई समाजसेवी हुनुहुन्छ र उहाँले भन्दै हुन्थ्यो एक्सर्साइज, रनिङहरू धेरै महत्त्वपूर्ण हुँदछ। शरीर चाहिँ एकदमै चलायमान हुनुपर्छ र दिमाग चाहिँ शान्त र त्यो भएकोले शरीरलाई चलाइरहनुपर्छ। चाइनाका प्रिन्सिपल हामीले हेऱ्यौँ भने 1 2 3 गरेर उनीहरूले पुरै एसेम्ब्लीमै पुरै गर्छन्। कम्फू कराटे सिक्छन्, हरेक गेम्समा अगाडि छन्। त्यो खालको पढाइ चाहिँ स्कुलमा हुनु पऱ्यो। मनी ओरिएन्टेड मात्रै नभएर अहिले चाहिँ मर्निङ हामीले एक्सर्साइज गरेर शरीरभित्र रहेका टक्सिनहरूलाई हामीलाई एन्टिटक्सिन बनाउनको लागि एक्सर्साइज गर्नुपर्छ। र कुरा मात्रै होइन, स्कुलले आफ्नो अभिभावकहरूले विद्यार्थीलाई पनि व्यवहारमा यो रनिङहरू गराउनु पर्यो। किनभने भनिन्छ नि, इफ हेल्थ इज लस्ट एभ्रिथिङ इज लस्ट, बट इफ वेल्थ इज लस्ट नथिङ इज लस्ट। सो लेट्स डु एक्सर्साइज एन्ड मेक द हेल्थ इन नेपाल। थ्याङ्क यू।